चार वर्षमा छुट्टी मिल्यो फर्किआए गाउँमा अहिले दसैँ मनाउने हो जन्मिएको ठाउँमा जन्मिएको ठाउँमा आहै म त के भनम खै परे आला मला यसपालि त हुने भयो गावै झला मला गावै झला मला बुढी मक्ख परेकी छ बुढो फर्किएर नुहाई धुवाई बस्या रहेछौ अत्तर छर्किएर हे छोरो कहिले आउला भनी सम्झेर थे बाले घरमा आउन पाएको छैन जिस्की हाल्न थाले हे तिमलाई चकलेट ल्याइदिएको छु मिठो मिठो चाख एकछिन बाहिरै गफ गरौँला झोला भित्र राख झोला भित्र राख बुढो घरमा आउँदाखेरि खुसी हुन्न कालाई यसपालि नि आउँछ जस्तो लागेको थिएन मलाई ए आफै बुझ घर फर्किँदा कति खुसी मिल्ला विदेश बस्दा गाला पनि भाषण चिल्ला चिल्ला भाषण चिल्ला चिल्ला हे झ्याप्पै आज देख्दाखेरि मेरो होसै उडो कति थकाइ लाग्यो होला पानी पिउनुस् बुढो पानी पिउनुस् ए फोनमा बाले भनिरहेथे लैनो भैँसी ब्याएको पानी दिन खोजिरहेछौ खै त दही दुध ल्याएको खै त दही दुध ल्याएको हे लाहुरबाट आएको सबैको सेलिनी ल्याउला पहिला पानी पिउनुस् अनि दुधको च्यानी दिउला ए गर्भ छँदै छोडेको थिएँ 4-5 वर्षै भयो यताउता देख्दिन त छोरो कता गयो छोरो कता गयो बाबा कहिले आउला भनी मानिरहन्थ्यो पिरा साथीसित खेल्न गएको तल्लो गाउँतिर टिकटकतिर सबले हेर्लान् लाको अनि खाको तिमलाई आइफोन ल्याइदिएको छु 3टा आँखा भएको 3टा आँखा भएको हे नयाँ मोबाइल ल्याछौ बुढो भयो साह्रै जाति लाउरेनीको मोबाइल हेर्दै जिस्काइरहन्थे साथी भैमा खुट्टो छैन तिम्रो बुढो घरमा आएर कति धेरै मोटा कि हौ बसी बसी खाएर बसी बसी खाएर हे घरमै बसी लाहुराको पावर खाएपछि ज्यान मोटाउँदै आयो तनी छोरो पाएपछि फेरि तिमीले बोक्नु पर्छ एउटा ठुलो भारै नातिनीको रहर छ रे आमालाई नि साह्रै आमालाई नि साह्रै हे तिमीलाई के थाहा सुत्केरीमा कति साह्रै दुख्छ छोरी छोरी नखोज है एउटै भए पुग्छ एउटै भए पुग्छ ए यो कुरालाई छोडिदिम्बो खोलाम अब झोला 2 महिनासम्म सँगै बस्दा जे होला होला जे होला होला हे लाउरे घरमा आउँदाखेरि के को हुन्थ्यो पिरा उता झोला खोल्दै गर्नुस् लागे भान्सातिर ए तिमलाई सबै थाहा छ त के खान्छु मैले घरमै भाले छ भन्थ्यौ त कता मुन्ट्यो अहिले कता मुन्ट्यो अहिले हे 4 वर्षमा आएको छ लाउरे फकाउने हो भाले काटिराखेको छु अब पकाउने हो अब पकाउने हो ए साइली आमा गाउँमै छिन् कि सहरतिर फर्किन् रौसी पार्या रहेछिन् भने मगाऊ 1-2 झर्किन् मगाऊ 1-2 झर्किन् एकछिन थकाइ मानुस बुढो मिठो कुरा गरम मैले घरमै बनाएको छु रौसी 3-4 डरम रौसी 3-4 डरम ए तिम्रो जाँगर देख्दाखेरि साह्रै खुसी लाग्यो रक्सीको नाम सुन्दा पनि मुखमा पानी आयो मुखमा पानी आयो हे दसैँभरि हुने हो नि तिमी तिरी मिरी लाहुरबाट ल्याछैनौ र तिमीले ड्युटी फेरि
पैसा कति लिएर आएको छु भ्याएको छैन गन्नै ओहो तिमीलाई चाहिने सबै कुरा ल्याइदिएको छु टन्नै ल्याइदिएको छु टन्नै। हे खानेकुरा घरमै छ बसी बसी खाइन्छ ओहो यसपालिको पैसा मलाई गहना किन्न चाहिन्छ गहना किन्न चाहिन्छ ए पिर्न मान सल्लाह गरौँ ताना यतै गुन्द्री आमालाई नि किनिदिनु छ 2 तोलाको मुन्द्री 2 तोलाको मुन्द्री। हे आमा यसै खुसी भाछिन् छोरो आएपछि मुन्द्री किन्न पर्यो मैले लाएपछि ए सबजनाको लाग्छ हक दिन्छु बाडी चुडी आफै लाम्झै आफै खाम्झै नगर न बुढी नगर न बुढी। ए तिमीले जति दिन्छौ बुढो खुसी हुँदै खान्छु छोराले नि साइकल चाहियो भनिरहेछ कान्छु भनिरहेछ ए मैले मेरो परिवारलाई अभाव हुन दिन्न के नै ठुलो कुरो भयो जाबो साइकल किन्न जाबो साइकल किन्न। बाउको लागि केही छैन र हेर्नु भएको छ झोला बजारतिर सपिङ गर्न कहिले जाने होला कहिले जाने होला। ए टन्न पैसा कमाएको छु छैन केहीको कम्ती बाउलाई पनि किनिदिउँला 3 तोलाको अम्ठी 3 तोलाको अम्ठी। ए हाम्रो घरमा छाउनी भयो रङ्गानी रसै क्या रमाइलो हुने भयो यसपालिको दौसै यसपालिको दौसै। हे नाचगान पनि गरौँला नि मिठो मिठो खाम्ला घरमा टिका लगाएर ससुराली जाम्ला ससुराली जाम्ला। हे पहिलेदेखि पालेका छन् 3टा कालो भाले कहिले आउँछन् जेठो ज्वाइँ भन्नुहुन्थ्यो बाले भन्नुहुन्थ्यो बाले। ए 2 महिना गाउँमै बस्छु छैन छुट्टी छोटो टिका लाएर खिच्नु पर्छ पारिवारिक फोटो।